यो आन्दोलन भनेको यसमा राजनीति मिसिएको हुन्छ। यो राजनीति मिसिसकेपछि कसले कसलाई के गर्ने हो भन्ने कुरो थाहा हुँदैन क्या। यहाँ धेरै घुसपैठी हुन्छ। यो घुसपैठीको आधारमा म के भन्न चाहन्छु भने यहाँ चाहिँ अघि भर्खरै मैले एउटा भिडियो हेरेँ। त्यहाँ चाहिँ के भएको छ भने तपाईको चाहिँ जुन हाम्रो नवराज सुवेदी हुनुहुन्छ उहाँले बोल्ने बेलामा चाहिँ असुल ग्यास प्रहार भयो, उहाँलाई बोल्नै दिएन। र त्यस पछाडि जुन काण्डहरू भए त्यहाँ आगो लगाइयो, के गरियो, झ्याल सिसा फोडियो, घरमाथिबाट ढुङ्गा हानियो भनेपछि यहाँ सबै घुसपैठी छ। त्यहाँ अब पुलिस छन् कि या कार्यकर्ता छन् कि के छन् त्यो आफ्नो ठाउँमा छ, तर त्यो भनेको सबै जिम्मेवारी भनेको सरकारको हो। सरकारले यदि गर्न सकेन भने सरकार भनेको लाचार हो, सरकारको लाचारिता हो। त्यो भएर तपाईहरु के भन्न चाहनुहुन्छ, तर यो आन्दोलन भनेको राष्ट्रवादीको आन्दोलन हो, राष्ट्रिय देशद्रोहीको आन्दोलन होइन। किनभने देशद्रोहीहरूले त देश बेचेर खाइसके, ठाउँ ठाउँमा पैसा जम्मा गरेका छन्, त्यो पैसा ल्याउनु पर्यो नि, ल्याउन सक्दैनन्, त्यसै कचकच गरिरहन्छन् भनेपछि तपाईहरु आफै सोच्नुस् यो के गर्दैछन् यिनीहरूले। सबै लुटेर खाने हुन्, लुटेर खानेहरूलाई एक ठाउँमा ल्याउनु पर्छ है हजुरहरु।